आज चाहिँ म तपाईँहरूलाई मिठो मोमो पाउने ठाउँको लोकेसन दिन्छु। सो हाई एभ्रीबडी, आज चाहिँ हामी गएका थियौँ इटहरी र इटहरीको काम सके पछाडि चाहिँ हामी आज नयाँ ठाउँमा खाजा खाने भनेर प्लान गऱ्यौँ। सो एल्ना र म चाहिँ जाँदैछौँ अनि खाजा खानको लागि। अनि यो चाहिँ कहाँनिर छ भन्दाखेरि ठ्याक्कै लायन्स चोकभन्दा अलिकति यतै ओरै छ, बजार बाटैबाट देख्नुहुन्छ। र यो नयाँ हो कि पुरानो आई डोन्ट नो। मैले चाहिँ लगभग 1-2 महिनादेखि नोटिस गरिरहेको थिएँ यो क्याफेलाई। सो आज चाहिँ जान जुरो अनि हामी चाहिँ यहाँ गयौँ। अनि खानेकुराको आइटमहरूको प्राइस चाहिँ त्यस्तो एक्सपेन्सिभ थिएन। मैले चाहिँ यहाँ मेन्यू पनि राखिदिएको छु, प्लस लोकेसन पनि मेन्यूमै छ इफ हजुरहरूलाई केही कन्फ्युजन भयो भने यहाँ जाँदाखेरि। र यहाँको इन्भाइरोमेन्ट एम्बिसनको कुरा गर्दाखेरि चाहिँ एकदम रिफ्रेसिङ टाइपको थियो। अनि यहाँबाट चाहिँ हामी आफ्नो खाजा इन्जोय गर्दै बाहिरको भ्यू पनि इन्जोय गर्न सक्छौँ। अनि इफ हजुरहरू प्लान्ट लभर हुन्छ भने चाहिँ एकदमै प्लस पोइन्ट। प्लस बुक लभरको लागि पनि यहाँ बुक रिडिङ गर्नको लागि पनि फेसिलिटी छ। अनि प्लान्ट लभरको लागि चाहिँ एकदमै रिफ्रेसिङ इन्भाइरोमेन्ट छ। प्लान्ट्सको डेकोरेसन गर्नुभएको हुन्छ। सो यु क्यान इन्जोय हियर एकदमै। त्यस पछाडि अब चाहिँ हामी गरौँ खानेकुराको कुरा है त। सो यहाँको सेफ चाहिँ आज आउनु भएको थिएन। सो हामीले चाहिँ मोमो मात्रै ट्राई गऱ्यौँ। अनि उहाँले चाहिँ ट्राई गर्दै हुन्छ चिकन मोमो, जुन चाहिँ हेर्दा एकदम जुसी थियो अनि टेस्ट पनि एकदम मिठो थियो अरे। अनि म चाहिँ यता ट्राई गर्दैछु भेज मोमो, जुन चाहिँ हेर्दा जुसी छ तर टेस्ट चाहिँ मिठो छैन होला जस्तो लागेको थियो, बट एकदमै मिठो थियो। सो एकचोटि यहाँको मोमो चाहिँ अनिवार्य ट्राई गर्नु होला। बोथ भेज नन भेज नै मिठो छ। बाई।